सम्पूर्णमा नमस्कार। यो जुन जङ्गली बुटी हेरिरहनु भएको छ, यो जङ्गली बुटी धेरै नै लाभदायक जङ्गली बुटी हो। यो खास गरी आज यो भिडियो लिएर आउनुको कारण आज विश्व क्यान्सर दिवस। धेरै हाम्रो विभिन्न ठाउँमा विभिन्न मुलुकमा एकदम क्यान्सर रोगको बढ्दो क्रम रहेछ। त्यसको कारणले गर्दा यो जडीबुटी खायो भने क्यान्सर रोग हदसम्म निको पार्न सकिन्छ। अर्को कुरा के हुन्छ भने बेसारले पनि नियन्त्रण गर्छ। यो ठ्याक्कै बेसारकै रङमा छ। यो जडीबुटीले र्याल उत्पन्न गर्छ। क्यान्सर बिरामीलाई मैले थाहा पाए अनुसार र्याल कम हुन्छ। यसले धेरै मात्रामा र्याल उत्पादन गर्छ। यो खायो भने, यो चुस्यो भने एकदम र्याल एकदम आएको गर्छ। र योमा कर्कमिन पनि हुन्छ र क्यान्सरले क्यान्सर बिमारीलाई कर्कमिनको कमी हुन्छ। यसले पनि र बेसार पनि कर्कमिनको मात्रा पूर्ति गर्छ, जसबाट क्यान्सर निको पार्न सकिन्छ। धन्यवाद।